हेलो गाइज, आज ह्याप्पी फ्राइडे। हामी सबै साथीहरू पार्किङमा छौँ है। पार्कतिर हल्का रमाउने घुम्ने भइरहेछ। अनि के छ त हाम्रो विनोदको हालखबर? आज त पुरै रमाइलो छ, रोइला छ नि है। रोइला छ, के छ भनौँ अब 2 महिनापछि आज छुट्टी गरियो, छुट्टी पायो। भागेर हामी परदेशी जिन्दगी भागेर घुम्न। अनि हाम्रो एम कुमार सर के छ? आज ह्याप्पी फ्राइडे कतिको रमाइलो लाग्छ, निकै लामो समयपछि आज छुट्टी पाउँदा। अनि हाम्रो आदरणीय दाजु के छ? दायित्व पुरै बिन्दास पाराले सुत्तल है। यहाँ टाइपको हावापानी मौसम कतिको रमाइलो फिल भएको छ। आज हामी यो पार्कमा बसेर रमाइराखेका छौँ होइन। तर साथीहरू ड्युटी गर्नुभएको साथीहरूलाई के भन्न चाहनुहुन्छ? पढाइदिएको दिन पनि पैसाको अभाव भएर कि इन्जोय गर्न मनै नलाग्यो? आज ड्युटी गरेर साथीहरूलाई केही भन्नु छ कि दाइले? हामी त यस्तै हो। गर्नुपर्छ, काम गर्न आयो, काम गर्न राम्रो कुरा हो। अनि हाम्रो रोल्पातिरको दन दाइ के छ? तपाईँ त अब होइन, तपाईँलाई देखेपछि त यहाँ त 2-4 जना केटीहरू त यत्तिकै बियस हुन्छन् भन्ने हल्ला छ नि। वास्तवमा साँच्चै हो कि हल्ला हल्ला मात्रै हो? धौलो अनि हाम्रो ज्ञानेन्द्र सर के छ? तपाईँलाई एकदम आजको फिल एकदम रमाइलो छ के? धेरै दिनपछिको छुट्टीको समयमा हल्का रमाइलो पुरा। के हो, 3 पानी सँगै हो कि खास के हो यो? 3 पानी नै हो, प्योर। ल आज हामी चाहिँ पुरै दिइरहेछौँ। दिन पाइँदैन, यस्तै देखाएर आजको छुट्टी सबैलाई। ल रबिन सर, आज छुट्टीको टाइममा के छ भन्नु तपाईँको? ड्युटी गरेर आएर भर्खर बसिरहेको छ। साथीहरूसँग चाहिँ रमाइलो भएको छ। हामी गरे तापनि आज समयमा